हेर्न सक्नुहुन्छ हैन यो गाडी मान्छे ल्याएर कुखुरा छोड्दिन्छ अनि कुखुरा हो कि यो हाँस पो रहेछ हाँस छोड्दै अनि बाघले चाहिँ शिकार गर्दैछ। शिकार पनि यस्तो खतरा कि पहिला हामीले बच्चा बेलामा लुकीडुम पानीमा खेले जस्तो त्यस्तै छ क्या सेम। ल हेर्नुस् न क्या डुब्छ अब बाघ आउँछ फेरि त्यो पानीमै डुब्छ क्या कस्तो। ल फेरि त्यसपछि ल यतापट्टि अब त्यसले देखेन क्या पानीभित्र छिर्यो अनि पानीभित्र हामी पहिला बच्चामा छिर्दैन त कोले यस्तो खेलेको थियो हैन। त्यो पनि कमेन्ट गर्नु होला। ल हेर्नुस् त दुईजना आइसक्यो बाघ चाहिँ अब दुईजनाले यस्तो फन पनि घुमिरहेछ तर त्यसलाई भेट्नै सकेको छैन क्या। त्यो चाहिँ एकदम पानीभित्र अब डुबेपछि त कहाँ देख्न सकिन्छ हैन देख्न त गाह्रो हुन्छ। ऊ फेरि डुब्यो फेरि निस्किन्छ फेरि डुब्छ यस्तो गरेर अनि यिनीहरू दुईजनाको चाहिँ आहारा हो क्या। त्यो चाहिँ त्यसको चाहिँ हामी चाहिँ बच्चा बेलामा अब जस्तै अब हामीले चाहिँ छोएपछि केही हुँदैन थियो। अब यसले चाहिँ बाघ हो बाघले फ्याट्ट भेट्ने त्यो पुक्लुकै पार्दिन्छ अहिले एकछिनमा पार्छ होला त्यसपछि हुन्छ हैन 100। अनि ल हेर्नुस् अब त्यहाँ बाघै बाघ छ क्या। त्यो एउटा बाघ त्यत्रो धेरै बाघमा चाहिँ जम्मा एउटा कुखुरा छोडेपछि कुखुरा हैन हाँस साँच्ची हाँस छोडेपछि पानीमा खेल्ने जातलाई चाहिँ पानीमा छोडिदिएपछि यो चाहिँ जङ्गली जनावरले चाहिँ कहाँ भेट्न सक्छ त हैन। हेरौँ कतिखेरसम्म भेट्दैन 100 हेरौँ के छ त हैन। सबैजना मिलेर यसो म पनि छु म पनि हेरिरहेको छु तपाईँहरूलाई पनि हेराइरहेको छु हैन हेर्न सक्नुहुन्छ। त्यसपछि अब यतापट्टि अर्को पनि छ 5-6वटा बाघ छ है। यत्रो बाघले त भेट्नु पर्ने हो तर पानीभित्र फेरि निस्किसक्यो त्यो हाँस चाहिँ फेरि यताबाट अर्को बाघ आएर चाहिँ फेरि पानीभित्र उसले देख्यो र भित्र छिरिसक्यो पानीभित्र। ल फन पनि घुमिया छ है 4-5वटा बाघ एउटा हाँसको लागि 5-6वटा बाघ चाहिँ मस्त घुमिरहेछ। ल देख्न सक्नुहुन्छ हैन। अब यिनीहरूले चाहिँ कतिखेर चाहिँ भेट्न सक्ला त भेट्छ होला एकछिनमा त हैन। त्यही पनि हेरौँ पानीभित्रसम्म बसिराख्न त सक्दैन होला पक्कै पनि यिनीहरू पानीभित्र बसिरह्यो भने त के अरे पानी अब हेरौँ के हुन्छ हैन। ल अझै फन पनि घुमिरहेछ है। त्यो हाँस कहाँ पुग्यो होला त पानीभित्रै डुबेर मर्ने भयो त्यो त बिचरा। बाहिर निस्के पनि सुख छैन भित्र बसे पनि सुख छैन भने चाहिँ यही हो क्या। ल हेर्नु न अब एउटा त नसकेर बाहिर निस्किसक्यो। अब त्यो चाहिँ अब यतापट्टि त्यो गाडी आएर चाहिँ अब त्यहाँबाट चाहिँ कुखुरा पनि रहेछ त्यसको माथि के हो यो बाघ आएर अब यसले अट्याक गर्न सक्छ है। यो दुईटा मान्छे कुन चाहिँले गर्छ होला त्यसले गर्छ होला ऊ। ल त्यो भाग्यो अब त्यो पछाडिबाट गयो उताबाट फेरि अर्को आइसक्यो ऊ अर्कोले समात्यो लग्यो त्यो पनि लग्यो। ल कस्तो चाहिँ होला त त्यहाँबाट त्यसले लगिसक्यो अब अरू पनि चुपचाप हेरेर बसिरहेको छ के गर्नु। यता अर्कोले समात्यो क्या हो समाते जस्तो छ के हो त्यो समाते हो कि के हो समाते जस्तो समाते हो क्या हो समाते छ हैन। अब त्यत्रो दुःख गरेर समातेपछि त एकछिन त रेस्ट गर्नु पर्यो नि हैन। ऐनादेखि भोक्काएर बल्ल बल्ल भेटेछ अब शिकार अब हातमा मुखमा आइसक्यो। अब एकछिन रेस्ट गर्छु भनेर चाहिँ रेस्ट गरिरहेको हुन नि सक्छ बाघले। यिनीहरू चाहिँ वात्त परेर बसिरहेछ साइडमा हैन। त्यो एउटाले चाहिँ मेहनत गरेर त्यसले खान पायो मुखमा पनि घाँस मानी एक घाँस त हुन्छ होला सके त्यसको मुखमा हेरौँ त्यसले उतापट्टि लग्यो अब के गर्छ त्यसले खान्छ अब त्यसपछि अब यता अर्को के गर्दैछ ल केही पनि छैन। ल अब यता हेरौँ है त।